फेरि ब्याडमिन्टनको लागि झगडा गरिरहेको थियो। हेर न, हेर 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 ल। हेलो गाइज, म रवि माकिम मगर सबैलाई मेरो सबै साथीहरूलाई नमस्कार भन्न चाहन्छु। अहिले चाहिँ हामी चाहिँ अहिले बजेको छ 9:15। हामी यति दिनभरि काम गरिन्छ अनि रातिको बेलामा हल्का ब्याडमिन्टन पनि खेलिन्छ। अब हामी यहाँ ब्याडमिन्टन खेल्ने जाँदैछ। यहाँ हाम्रो तिलक दाई हुनुहुन्छ। गाडीमा जाने हो, स्कुटीमा टक्क लाएर। त गाइज हामी खेल्ने ठाउँ अब आइपुगिहाल्छ। यो लाइट छ, यो माथि रोडको, यो रोडको माथिको लाइटमा हामी खेल्ने हो। मेरो भेना र दिदी पनि त्यतै हुनुहुन्छ। ल है गाइज, ल है गाइज, हामी चाहिँ ब्याडमिन्टन खेल्ने ठाउँमा आइपुगेको छु। अब हामी ब्याडमिन्टन खेल्ने यहीँ हो। तल चाहिँ मेरो दिदी भेनाहरू अनि हाम्रो गाउँले मान्छेहरू बस्छ। अब त्यहाँ म लिएर जान्छु हजुरहरूलाई। देख्नुहोस्, यता हुनुहुन्छ एउटी भर्खरको सानी बालका नानी छ। हेर, मान्छेहरूले किताब पढ्नेको लागि लिन्छ। यहाँ चाहिँ किताब चाहिँ हेर च्याति हेर। हामीतिर बहुत धेरै छ भन्छ। अनि यहाँ चाहिँ हाम्रो रुकुम जिल्लातिरको यहाँ छ पूजा। अरू कोही छैन घरभित्र छ। अनि अब मेरो दिदी भेनाहरू यता बस्नुहुन्छ। दिदी भेनातिर जाने हो। हेलो हेलो, को छ कि छैन? हेलो, तो पहिल्यै यहाँ टाकु छौ। यहाँ दिदी भेनाहरू खाना खाइरहनु भइरहेछ। अझ त्यहाँ होटेलबाट त्यहीँ मिठो मिठो खायो। भाइलाई बोलाएन, चल सालोलाई बोलाएन। के गर्ने, मेरो भेनाहरू दिदी यहाँ आउनु। ल गाइस, भयो गेम सुरु। ए खेलो न छिटो। ल न फेरि ब्याडमिन्टनको लागि झगडा गरिरहेको थियो। हेर न, हेर 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 ल ल गई भ्यायो है। ल हाम्रो ब्याडमिन्टन सुरु भयो। यस्तो भेडाहरूले ब्याडमिन्टन खेल्छ अरे ऊ। हेर ल है। ल गाइज, बाई बाई, गुड नाइट भन्ने नमिल्ने।